त बजु मला माझा म्हणजे मन त 3 महिना भए ज्वरो लाग्यो यसले हात खुट्टा झुकिँदैछ नि क्या अलि बाबु गइने भए त सबै गरी बरु यो लगाइदिनु बरु साह्रो भयो म चाहिँ धन्दाले अब सलिम पनि हुँदै हुँदैन क्या तर मिला अब सलिम पनि हो न औषधि फादो दिए न सस्तै पर्छ क्या त्यार ल्याइदिउँ न बुई त्यार ल्याइदिउँ है सलम क्या त्यार सलिम पनि क्या त्यार जाने माउलो पोहोर कन्सु यहाँ थियो रक्सी खाने मन त बाटो गएर रोज्दै भन्ने लाग्थ्यो अन्न सक्ने छुइनँ गाडी पनि झारकुटो गाडी बिताउनु यहाँबाट गाडी बुक गरी जातिबाट गाडी जाने उहाँले पाउ राख्नुपर्छ उहाँबाट अनि उताबाट गाडी हाल्छ अनि नजानु राख्ने छैन हुन्छ यहाँ बोलाउने जाने होइन बुझ्नु त हो क्या गर्ने निसारो हुन्छ बुढाबुढी हामी बुझ्नु किनेर आइयो के अरे यसो हुन्छ नभन्ने क्या अनि बाबु छुट्टी दिएको छैन नै भोलिबाट अफिस आइदिनु भोलिबाट गइजाने अलिकति दुवाना जाती बाबु छिट्याइदिनु छिटन त छिट्याएको त्यही पनि अनि नातिनी पछि आएको अनि बड्दा अनि हुन्छ डर मन छिट्याइदिनु जीवन आऊ जीवन यहाँ आगोलाई गइदिन्छौ यहाँ आगोबाट भाग मेरो पनि हराज नहराज्यो भाग रोसिने त परको त भेटायौँ रोसिने त पालो गयो आज गला गए मस्तै लगाएर थिएँ कहाँ पर जाने पनि थियो राख्छ नि चौकीदार पनि के परेछ उनीहरूले चौकीदार छु न अनि छुट्टी दिएन गरे पैसा भएको क्या नदिनु भइन्छ के रहेछ भएको पनि अहिले लाग्यो पैसा त मर्छ उनीहरूले पैसा त 5 दिनु भइन्छ 5 चौबट पैसा दक्षिणा त 5 दिइन्छ क्या पैसा त मर्छ उनीहरूले कसले त 3 बजारले ल्याइदिएको चिनी जाने चिनी त गाई दुध लैजाने क्या फोटा क्या फुगाका के अरे दिने यहीँ ल्याएको ल्याएको पर पारिबाट म 80 भागे दिन जान्दिनँ केही नै 80 भागे 80 भागे दिन जान्दिनँ बाबु 2 वर्ष मलाई ठुलो छ छाजुरी पारी बजाए गुवा लाग्यो मलाई त जहिले पनि लानुभएको छैन चालु भन्ने आयो 2 भाइ पनि आए 2 मात्र आएर लाए ठिकै भाइ अहिले हिँड्नु क्या काम गर्छ त दोकान चलाउँछ उसलाई ऊ छैन अब गर्नु त्यही कुर्ती चोइसले गराए अब माथि हातले परे अनि सबै आँखा उठ्यो आँखा उमु गराए अनि बुझी बजे फुल फुले 2 जना बजे 5 जना बजे अनि नै माबाबुको
कति पुर्याएँ त्यो मन लगाइदिएँ अब 2 वर्ष लाएर गएको बाबु म त पर पुजा उहाँको तलै जानुपर्ला अब भेटघाट गर्न पैसाले साइज गरे भने आउनुलाई घुमौँला हो हो ल बाबु सोना रुटिया त बस्दै भ्याए पग ज्वरो लगाइदिउँ चल्छ त चाउचाउ दिने खाएँ